एकजना साथीले मलाई भन्नुभयो अस्ति एक दिन, सर निर्वाचन प्रहरी त भइयो तर हाम्रा त मान्छे त म्यादी पो भन्दा रहेछ नि त, यो म्यादी प्रहरी भन्दा जिस्क्याउँदो रहेछ हामीले त म्यादी पो भने त भनेर होइन यस्तो यहाँ डिएसपी साहबहरू हुनुहुन्छ नि उहाँहरू पनि म्यादी प्रहरी हो कि उहाँहरू पनि म्यादी प्रहरी नै हो। जीवनै हाम्रो अस्थायी छ, जीवनै हाम्रो अस्थायी छ भने के म्यादीको अरूको कुरा गर्नु भने म पनि म्यादी कर्मचारी त हो नि, केही सडेन समयसम्म यहाँ रहँला, केही सडेन समयसम्म जागिर खाउँला। डिएसपी साहब हुनुहुन्छ उहाँ पनि केही सडेन समयसम्म जागिरमा रहने हो, जीवनभरि त जागिरमा रहने त होइन नि कोही पनि। त्यसैले हाम्रो जीवन नै अस्थायी छ, जीवन नै म्यादी हो हाम्रो। जति समय बाँचौँला राष्ट्र सेवाका लागि बाँचौँ। त्यसैले जति समयसम्म हामी रहन्छौँ, जति दिन तपाईँ रहनुहुन्छ हो तपाईँहरू 40 दिनको लागि काम गरे निर्वाचन प्रहरी हो, कोही 20 वर्षको लागि काम गर्ला, कोही 30 वर्षको लागि काम गर्ला। त्यसैले यो जीवनमा कति समय मैले काम गरेँ त्यो महत्त्वपूर्ण कुरा हो, कसरी योगदान गरेँ त्यो महत्त्वपूर्ण। त्यसैले तपाईँहरूले ओहो हाम्रो त म्यादी पुलिस भन्ने भन्दा कुनै गुनासो गर्नु छैन। जति समय तपाईँ सेवामा रहनुहुन्छ त्यति समय तपाईँले चाहिँ राष्ट्रका लागि सेवा गर्नुहुन्छ है। हाम्रो जीवन नै अस्थायी छ, हामीले चाहिँ स्थायी जागिर स्थायी सेवाको कुरा गरिरहेका छौँ क्या, त्यहाँ रुमलिरहेका छौँ यस्तोमा हेर्नुहोस्। तर त्यो महत्त्वपूर्ण कुरा हो, तपाईँ जति दिनसम्म हामीसँग रहनुहुन्छ त्यति दिनसम्म अनुशासित भएर कर्तव्यनिष्ठ भएर जानेको सिपलाई राष्ट्रको हितमा कसरी प्रयोग गर्ने त्यसबारेमा सोचौँ, गौरव गरौँ, आफूले गरेको कामप्रति महसुस गरौँ होइन। त्यो फेरि यो हामीले आफ्नो जिम्मेवारी पुरा गर्नु भनेकै राष्ट्रका लागि समर्पित भएको के देश बनाउने अरू कुरा होइन। हामीले आफ्नो जिम्मेवारी जुन ठाउँमा जुन पोजिसनमा हामीहरू छौँ आफ्नो जिम्मेवारी पुरा गर्नुभन्दा ठुलो कुरा अरू केही पनि हुन सक्दैन। त्यसैले यो महत्त्वपूर्ण कुरामा तपाईँहरू जोडिनु भएको छ, तपाईँहरूसँग हामी पनि जोडिएका छौँ। यो निर्वाचन नसकुन्जेलसम्म आज हामी सबै सुरक्षा निकायका प्रतिनिधिहरू हामी यहाँ आएको अरू कुनै कारण होइन, तपाईँहरूसँग हामी छौँ भन्नका लागि, तपाईँहरू हामीलाई चाहिएको छ भन्नका लागि। तपाईँहरू अप्ठ्यारो पर्दा हामी चाहियो, हामीलाई अप्ठ्यारो पर्दा तपाईँहरू चाहियो। त्यसैले यो चुनाव नसकुन्जेलसम्म हामी सँगसँगै एकीकृत ढङ्गले समन्वयात्मक ढङ्गले अगाडि जानेछौँ र तपाईँहरूसँग यो आधारमा यो निर्वाचन नसकुन्जेलसम्म सँगै रहने, तपाईँहरूसँग सँगै रहेर निर्वाचनलाई सफल बनाउने कुरामा तपाईँहरू सँगै रहने कुराको विश्वास गर्दै यहाँहरूबाट निर्वाचनको आचार संहितालाई कडाइका साथ पालना हुनेछ भन्ने कुरामा विश्वास गर्दै यहाँ कमान्डरले दिएका सबै आदेशहरू तपाईँले अक्षरशः पालन गरिदिएर अनुशासित प्रहरी भएको अनुभूति हामीले दिलाउनुहुन्छ भन्ने कुराको विश्वास गर्दै तपाईँहरूसँग विज्ञानजीले चाहिँ यो अग्नि नियन्त्रण सम्बन्धी तारिफ दिँदाखेरि भन्नुभयो कि ताप, फ्युल अनि अर्को कुरा अक्सिजन होइन त। ताप, फ्युल र अक्सिजनले गर्दाखेरि चाहिँ आगो सिर्जना गर्छ भनेर भन्नुभयो, त्यसलाई चाहिँ फायर ट्रायङ्गल भनिन्छ पनि भन्नुभयो। त्यो फायर ट्रायङ्गलमा ताप, फ्युल र अक्सिजन चाहिए जस्तै गरी जीवनको सक्सेसफुलको पनि ट्रायङ्गल हुन्छ। फेरि हेर्नुहोस्, आगोको मात्रै ट्रायङ्गल पनि होइन, अरू धेरै कुराका ट्रायङ्गलहरू हुन्छ। जीवनको सक्सेसफुलको ट्रायङ्गलले भन्छ मेहनत, अनुशासन र योग्यताले मान्छेलाई जहिले पनि सफल बनाउँछ। त्यसरी आगो निभाउनका लागि तिनवटा कुरा चाहिन्छ। त्यसै गरी जीवनमा सफल हुनका लागि पनि मेहनत चाहिन्छ, अनुशासन चाहिन्छ अनि योग्यता चाहिन्छ। तपाईँहरूसँग त्यो योग्यता त भयो, नापन गऱ्यौँ र यहाँ त ल्यायौँ आज होइन, तर तपाईँहरूसँग अब दुईवटा कुरा तपाईँले पुष्टि गर्नु जरुरी छ कि तपाईँहरूसँग कति मात्रामा मेहनत छ, कति मात्रामा अनुशासन छ भन्ने कुरा पुष्टि गर्नु जरुरी छ। त्यसैले अबको दिनमा तपाईँहरूसँग हामीसँग सँगै रहनुहुन्छ। यो समयभरिमा तपाईँहरूको सक्सेसफुलनेसको ट्रायङ्गल जुन भन्छु नि हामी, तपाईँहरूसँग मेहनत, तपाईँहरूसँग भएको अनुशासन र तपाईँहरूसँग भएको योग्यता, यसले तपाईँहरूलाई सफल बनाउँछ। तपाईँहरू सफल हुनु भनेको हामी पनि सफल हुनु हो। किनभने यो जसरी फुटबल खेल्दाखेरि हरेकले हानेको गोलले त जाने हो नि, फेरि सबैको बराबरी भूमिका भयो जस्तै तपाईँहरू हामी सबैको भूमिका पनि र तपाईँहरू परिचालन भएको तरिका भनेको चाहिँ सरकारले निर्माण गरेको नेपाल सरकार गृह मन्त्रालयले तयार गरेको निर्वाचन प्रहरीको छनौट नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि 2082 बमोजिम तपाईँहरू यहाँ छनौट हुनुभएको छ र यही छनौट भएको मुख्य उद्देश्य भनेकै हामी लोकतन्त्रलाई बलियो कसरी बनाउन सक्छौँ भन्ने कुराका लागि लोकतन्त्रका लागि आवधिक निर्वाचन चाहिँदो रहेछ र लोकतन्त्रका लागि चाहिने आवधिक निर्वाचन स्वतन्त्र हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, धाँधलीरहित हुनुपर्छ, हिंसारहित हुनुपर्छ र यसरी तयार गरिएको स्वतन्त्र, निष्पक्ष, हिंसारहित निर्वाचनले मात्रै जनमतको कदर गर्दो रहेछ र लोकतन्त्र वास्तविक अर्थमा सफलीकृत हुँदो रहेछ भन्ने कुराको मुख्य कुरा अहिले खोज्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरू सबैजना नेपालको लोकतन्त्र बलियो बनाउनका लागि, लोकतन्त्रको चाहिँ मूल्यहरू स्थापित गर्नका लागि तयार हुनुभएको चाहिँ जनमतको रूपमा तपाईँहरू हामीले प्रयोग गरिरहेका छौँ। त्यस कारणले गर्दाखेरि यो अभियानमा तपाईँहरू जसरी जोडिनु भएको छ त्यस कारणले पनि तपाईँका लागि धन्यवादका बधाईका पात्रहरू हुनुहुन्छ। अब फेरि अघि मैले तपाईँहरूले क्वेसन केही गर्नु भएन नगरे पनि मैले यो कुरा भन्नुपर्छ कि तपाईँहरूले केही सुविधा पाउनुहुन्छ, जुन सुविधा पाउनुहुन्छ त्यो सुविधा पूर्णतया पारदर्शी हुन्छ कि तपाईँहरूलाई कुनै सुविधा लुकाएर गुप्य राखेर होइन तपाईँको सुविधा कटौती गर्दैनौँ हामी। पूर्णतया पारदर्शी ढङ्गले जति सुविधा तपाईँले पाउने हो त्यो सुविधालाई पारदर्शिताले गरेर तपाईँको खातामै रकम जम्मा भएर जान्छ। त्यही भएर तपाईँले कतिले प्यान नम्बर बनाइसक्नु भएको छ, खाता खोलिसक्नु भएको छ होइन, त्यो बनाएको कुरा के भने सबैको खातामै पैसा जाओस्, पारदर्शी ढङ्गले पैसा जाओस्। राज्यले दिएको पैसामा कति पनि कन्जुसियाइ नगरिकन तपाईँको खातामा पठाउने व्यवस्था पनि हामी गर्छौँ। तर एउटा कुरा चाहिँ हामीले जान्नु जरुरी छ कि तपाईँहरूले सुविधा मात्रै होइन, यो राज्यको महत्त्वपूर्ण काममा हामी खटियौँ भनेर गौरव गर्ने विषय।
राज्यको महत्त्वपूर्ण काममा म खटिएको छु भनेर गौरव गर्नका लागि पनि यो तपाईँलाई चाहिएको छ। यो चाहिँ आजको लागि मात्रै होइन, तपाईँ अबको 10 वर्ष पछाडि 15 वर्ष पछाडि पनि तपाईँले गौरव गर्नुहुन्छ। जीवन पर्यन्त गौरव गर्ने क्षणको रूपमा यी दिनहरू रहन्छन्। तपाईँका भोलि पर्सिका मान्छेले पनि हो मेरो बा अथवा मेरो हजुरबा मेरो हजुरआमा चाहिँ निर्वाचन प्रहरीमा खटिएर यस्तो पोसाकमा हुँदो रहेछ भनेर पछिका पुस्ताले गर्व गर्न सक्ने, त्यो कुनै महत्त्वपूर्ण कुरा। अनि पोसाकमा गर्व गर्नुपर्छ भनेर त मैले अघि भने, तर यसो भन्नुको मतलब यो होइन कि तपाईँ यो पोसाक लगाएर चाहिँ टिकटक बनाउँदै हिँड्नुहोस् कि तपाईँ यो पोसाक लगाएर चाहिँ अनि कुरा भन्दै हिँड्नुहोस्, त्यो चाहिँ होइन। यसको मर्यादा चाहिँ छ। तपाईँले पोसाकको मर्यादा पालन गर्नुपर्छ। फेरि तपाईँले अघि मैले भने तपाईँको सेवा सुविधा तपाईँहरूको चाहिँ सहजताको लागि हामी नै हो रक्षा गर्ने पनि। तपाईँहरूले अनुशासनभन्दा बाहिर गएर काम गर्नुभएछ भने तपाईँलाई दण्ड दिने पनि हामी नै हो कि। तर एउटा कुरामा के अपेक्षा गर्दिनँ भने तपाईँहरूलाई दण्ड दिनु पर्ला भन्ने कुराको मैले अपेक्षा गरेको छैन, किनभने अघि मैले सक्सेसफुलनेसको ट्रायङ्गलको एउटा भाग भनेको छु कि अनुशासन हामीलाई चाहिन्छ भन्ने कुरा। र यही अनुशासनको कुरा गरिरहँदाखेरि चाहिँ निर्वाचन आयोगले निर्वाचनको आचार संहिता पनि तयार गरेको छ। तपाईँहरू अब सरकारको मान्छे भइसक्नुभयो कि योभन्दा अगाडिसम्म तपाईँको कुनै राजनीतिक आस्था थियो यदि भने, राजनीतिक विचारधारामा सहभागी हुनुभएको थियो भने, कुनै पनि दलको भातृ सङ्गठनको रूपमा काम गर्नुभएको थियो भने अब त सकियो, बिर्स्यो, सकियो। यो अवधिमा रहन्जेल तपाईँले कुनै पनि राजनीतिक दलप्रति लक्षित गर्न पाउनुहुन्न, कसैप्रति आग्रह वा पूर्वाग्रह राख्न पाउनुहुन्न, तपाईँका सामाजिक सञ्जालहरूमा कसैप्रति सकारात्मक वा कसैप्रति घृणात्मक अभिव्यक्ति पनि दिन पाउनुहुन्न कि त्यो आचार संहिता तपाईँले गर्नुभएछ भने तपाईँलाई कारवाही गर्नुपर्छ फेरि हामी कि। त्यही भएर मैले अघि तपाईँलाई आचार संहिताको कुरा गर्दा भनेको कि तपाईँले राजनीतिक ढङ्गले तटस्थ कसरी हुने अब त्यो हामी सोच्छौँ। किनभने भोलि फिल्डमा तपाईँलाई गएर खटिरहँदाखेरि तपाईँले चाहिँ कुनै राजनीतिक दलप्रति कुनै आग्रह गर्नुभयो, कुनै राजनीतिक दलप्रतिको चुनाव चिन्हप्रतिको झुकाव राखिदिनु भयो यदि भने त्यसले समस्या सिर्जना गर्छ। यस कारणले गर्दाखेरि पनि हामीले खोज्नुपर्छ। अब कहिलेकाहीँ चाहिँ फेरि यो तालिमको दौरानमा केही जटिलताहरू पनि हुन्छन्। फेरि यो तालिम कस्तो हुन्छ भने तपाईँहरू आज यहाँ सिकिरहनु भएको छ, तपाईँलाई बिहानदेखि उठेर चाहिँ गुरुबाहरू चाहिँ फिजिकल एक्सर्साइज गरिनुपर्छ। कहिलेकाहीँ चाहिँ यो गुरुबाहरूप्रति रिस पनि उठ्छ क्या, त्यो तालिम दिने मान्छेलाई हो कति बेरसम्म हामीलाई खटाएको होला भन्ने लाग्छ। तर तपाईँ छोड्ने बेलामा फेरि यस्तो माहौल सिर्जना भएको हुन्छ कि त्यो गुरुबाप्रति यति ठुलो माया सिर्जना भइसकेको हुन्छ कि त्यो भनिसाध्दै छैन फेरि। यो चाहिँ महत्त्वपूर्ण कुरा पनि हुन्छ। गुरुबाहरूले जे निर्देशन गर्छ त्यो तपाईँले पालना गर्नुहुन्छ। प्रहरी भनेको चाहिँ आदेशको एकात्मकतामा होइन चल्ने सङ्गठन हो वास्तवमा। त्यसैले यो तपाईँलाई आफ्नो माथिल्लो तहको अधिकृतले जे आदेश गर्नुहुन्छ त्यो आदेश तपाईँले पालना गर्नुपर्छ होइन। उहाँले फेरि कानुन बमोजिमको आदेश गर्नुहुन्छ, त्यसरी तपाईँको कमान्डरले तपाईँलाई जे आदेश गर्नुहुन्छ त्यो आदेशलाई पालना गरेर जाने विषय तपाईँको कर्तव्यको विषय हो। त्यसैले त्यसलाई दायाँ बायाँ गर्ने होइन भनेको डटेर तपाईँको त्यो पालना गर्नुहुने छैन, त्यो गर्नुहुने छैन। तपाईँको कर्तव्य भनेकै के हो भने आफूभन्दा माथिल्लो अधिकृतले तपाईँलाई जे कुरा आदेश गर्नुहुन्छ त्यो आदेशलाई पालना गर्ने र अगाडि जाने। त्यहाँदेखि बाहेक तपाईँलाई कुनै समस्या पऱ्यो भने तपाईँले गुनासै गर्नुपर्ने भयो भने प्रमुख जिल्ला अधिकारीले भन्नुभए पनि हुन्छ, प्रहरी जिल्लाको प्रहरी प्रमुखलाई भन्नुभए पनि हुन्छ। तपाईँको कुनै गुनासा रहेछ यदि भने त्यसका लागि हामी सधैँभरि ओपन छौँ, तर आदेशको पालना गर्ने कुरामा त्यसमा कुनै कम्प्रोमाइज छैन। यो विषय जहिले पनि जरुरी छ। अब सिप सिक्न त्यति सजिलो पनि छैन, तपाईँहरू यो सिप सिक्दै हुनुहुन्छ। यो सिप सिक्ने भन्ने कुरा चाहिँ त्यति सजिलो विषय होइन, गाह्रै हुन्छ सिक्नका लागि, जटिलता नै हुन्छ। तथापि हामीले यहाँ सिकाएको सिप भनेको एकैचोटि जटिल कुरा सिकाउँदैनौँ, सामान्य कुरा सिकाउँदै जटिल कुरामा बिस्तारै जान्छु, त्यो बाटो छ। अघि तपाईँले अग्नि नियन्त्रणको कुरा देख्नुभयो, अब बिस्तारै भिड नियन्त्रणको कुरा सिकिसक्नु भएको छ। यी कुरा सधैँभरि जीवनमा अरू बेला पनि काम लाग्छन् तपाईँलाई कि भोलि तपाईँ समाजमा गइसकेपछि पनि तपाईँले यो सिकेको कुरा समाजमा गएर पनि तपाईँलाई घुलनशील हुनको लागि काम दिन्छ। त्यस कारणले पनि यो कुरा चाहिँ महत्त्वपूर्ण